उतै जाने होला नि त अब कलैया जाने सदरमुकाम 12 जिल्लाको होइन हजुर पनि अब किनभने यहाँ त माग त तपाईँको हजुर त हेडक्वार्टर जाने भनेर भन्ने माग छ नि त हजुर आफैले भन्नुभयो मलाई जानु छ हेडक्वार्टर है लेखेर पठाउँछु मलाई हेडक्वार्टर जानु पर्यो यो इच्छा छ भने हामी गर्न सक्छौँ पुरा हैन सिडिओ सर तपाईँ अहिले नयाँ हुनुहुन्छ तपाईलाई पनि हेरौँ हामीसँगै हिँड्नु न भोलि त्यसो भए बिहान आफ्नै गाडीमा सिरियस सर यसलाई एन्ड गरिदिउँ होइन कति दिनमा समात्नुहुन्छ हजुर अर्थै भएन जो मान्छे सार्वजनिक रूपमा देखेको छ उसलाई चाहिँ उहाँहरूलाई यथाशीघ्र चाँडोभन्दा चाँडो फक्र गर्नुहोस् भनेका छौँ। कहिलेकाहीँ कोही अभियुक्तहरू कोही चाहिँ फरार भएर इन्डियातिर खुल्ला सिमाना छ इन्डियातिर पनि जान सक्नुहुन्छ अहिले नफिजिनु होला इन्डियातिर जान पनि सक्छ कतै भाग्न पनि सक्छ उसलाई ट्र्याक गर्न कहिलेकाहीँ अपराधी कुरा गर्दाखेरि कहीँ केही कुरा अनुरोध के छ भन्दाखेरि यो यति दिनभित्र यति घन्टाभित्र भन्ने भन्दा पनि प्रहरीको लापरवाहीले नसमातिएको हो या प्रयास गर्दै नसमातिएको भन्ने कुरा मूल्याङ्कन गरिदिनु भयो भने कहिलेकाहीँ प्रहरी ट्राई गर्दै पनि नसमातिएको स्थिति पनि हुनसक्छ। त्यसैले ट्याक्टो यो डेडलाइन दिँदाखेरि चाहिँ कहिलेकाहीँ नभेटिँदा फेरि स्थिति बिग्रिने सम्भावना पनि हुन्छ अविश्वास पनि हुन्छ। त्यसैले एकपल्ट प्रहरीले विश्वास गरेर उहाँहरूले खोज्दै भेटिनु भएको छैन है भन्ने कुरा चाहिँ जस्टिफाई हुन्छ भने चाहिँ उहाँहरूले पनि मानिदिनु पऱ्यो। प्रहरीले पनि त्यसमा खोजबिन गर्न त्यसलाई खोज्नलाई चाहिँ कुनै कसैको लापरवाही अथवा ढिलासुस्ती गरिदिनु हुँदैन। यो विषयमा एउटा यो यस्तै कुराहरू सिडिओ साहब कानुनमा लुप होल हुन्छ क्या अब खोज्दा 35 दिन लगाइदिनु भयो तपाईँ भने महिना लगाइदिनु भयो भने अब भन्नुभयो कि भेटेन भने के गर्ने त्यही अरविन्द शाह 35 दिन लुकेर गएको हो के पहिला उसको पहिला पनि घटना छ त्यो अरविन्द शाह 35 दिन लुक्या उरा लुक्न सक्छ यिनीहरू लुक्न सक्छ भाइले के भन्नुभएको थियो भने नि हाम्रो दिदी साथीहरूले के भन्नुभएको मजा लागिरहेको सुरुवात गर्ने भनेको चाहिँ अर्को कुरा हो। त्यो जसरी पनि पक्राउ परेन भने हाम्रो कुनै विश्वासको वातावरण भनिसकेपछि रिगरसली उहाँलाई फोन कल क्र्यास गरेपछि थाहा हुन्छ कसले गर्न लगाएको छ पनि गरेको कामलाई एप्रिसिएट पनि गर्नुपर्छ। कल रेकर्डिङ जस्तै उदाहरणको लागि चाहिँ त्यो दिन चाहिँ अब रेकर्ड गर्नुभएको छैन ट्रेन सटडाउन भएको पनि त हामीले गरेको त्यस कारणले कतिपय कुराहरू एप्रिसिएट गर्ने कुराहरू पोजिटिभ कुराहरूलाई एप्रिसिएट पनि गरिदिनुपर्छ क्या हामीले हाम्रो पनि अलिकति एप्रिसिएसन पायो भने चाहिँ मोटिभेसन अझ हामी चाहिँ मोटिभेटेड भएर अगाडि बढ्छौँ नि त। अल्टिमेट उद्देश्य भनेको शान्ति सुरक्षा कायम गर्ने हो। त्यसमा के हुन्छ भन्दाखेरि कमान्डर फिल्ड कमान्डर सब कमान्डर लगायतका त्यो लास्टको चाहिँ 1000सम्मको जवानसम्मको मान्छे हुन्छन् कहिलेकाहीँ चेन अफ कमान्डमा कुनै तलमाथि हुने बित्तिकै त्यो हाम्रो धारणा नहुन सक्छ। नैतिक रूपमा चाहिँ जिम्मेवारी लिनुपर्ने कुरा एउटा भयो तर वास्तवमा चाहनेरै गरेको भन्ने कुरा पनि अलिकति जिम्मा लिन गाह्रो स्थिति हुन्छ। त्यसैले अलिकति तपाईँहरूलाई चाहिँ हामी चाहिँ त्यसलाई यथाशीघ्र प्रयास गर्दै पनि नभेटिएको अवस्थालाई पनि यहाँ हुन्छ त्यो फोनको रेकर्ड चाहिँ छ नि सिडिओ साहब भोलिसम्म चाहिँ हजुर प्रोभाइड गर्नुहुन्छ है त्यो फोनको कल रेकर्डिङ हजुरले कसलाई कल गराएर रहेछ यो कुरा चाहिँ होइन एकचोटि कल रेकर्डिङ चाहिँ कुरा हो नि त दूरसञ्चारमा उसको लागि सिडिआर कल डिटेल सिडिआर अघि पनि हजुरको अनुमति अगाडि उहाँसँग कुरा भएको छ अरविन्द शाहको चाहिँ 2 दिन 3 दिनको त्यो समय कसलाई कल गएको छ के गएको छ त्यो तर्फ अनुसन्धान गरिदिनु पऱ्यो भनेर माग राख्नु भएको छ त्यो पनि उहाँले के हुन्छ भनिसक्नु मुख्य मागे प्रयोजनलाई लिने हामीले यो त किसान लागि मैले लिने कुराहरू दिनैपर्छ तपाईँ नभएर पनि लिने कुरा हो नि त तर तपाईँहरूले देखाइदिएपछि त्यो त हामी त्यसलाई दिन्छौँ हामी
हुन्छ त्यसो यसो गरौँ न त सुरुमा अरविन्द शाह चाहिँ कहाँ छ त्यो भेट्न जाउँ हामी एकचोटि अरविन्द शाहलाई पक्रिसक्यो हो ल हामी भेट्न चाहन्छौँ एकचोटि हजुरले यसको सार्वजनिक गरिदिनु पर्यो होइन सार्वजनिक गरिदिनु पर्यो सार्वजनिक गरेपछि हाम्रो अरू जिल्लाहरूमा जहाँ जहाँ आन्दोलन भइरहेछ त्यहाँ पनि शान्त हुन्छ गराउनु पर्छ होइन शान्ति गराउनु पर्छ हामीले अहिले विराटनगरमा पनि मसाल जुलुस निकालिरहेको छ भाइहरूले उनीहरूलाई भने कि धरानबाट तपाईँको अर्को आन्दोलन निकाल्ने भनेर भनिरहेको छ मलाई अहिले मैले नगर अहिले भनेर भनिरहेको छु मैले त्यसपछि अब शिवराजजीको गइराखेको छ पछिल्लो चाहिँ अरविन्द शाह पनि गिरफ्तार हिजो मैले अहिले भने विज्ञप्ति पनि उहाँहरूले जारी गर्नुभएको थियो मैले चाहिँ गिरफ्तार भएको एउटा भित्र आएको हो होइन तपाईँहरू होइन एउटा इन्ट्रेस्ट हुँदाखेरि के हुन्छ भन्दा प्रहरीको विज्ञप्ति पनि आएको औपचारिक हिसाबले जानकारी पनि गराएको मेयरको हिसाबले अर्को विज्ञप्ति पनि जारी गरे त्यो मेयर साहब हजुरको मेन जो हात हाल्ने छ नि मेन अरविन्द शाह उहाँहरू यस्तो छ सर उहाँहरू मध्ये यस्ता दन खोजिराख्नु भएको छ यो कुरा बुझ्नु पर्यो तपाईँहरूले अर्को छ नि अरविन्द शाह पनि हिजो बेलुका त्यहाँबाट आइसकेपछि हामीले चाहिँ समातेको डिएसपी साहबले पनि फोन गरेर चाहिँ जानकारी गराउनु स्थिति यता गइरहेको भनेर त्यसै गरी एसपी साहबले पनि हिजो नै हामीबाट आइपिएस जानकारी गराउनु भएको थियो मैले पनि गरेँ भइहाल्यो नि त हजुरले जानकारी गराउनु भयो अब हामी आफ्नै आँखाले हेर्छौँ होइन मैले जेएनजीका साथीहरूलाई शिमलामा रहनुभएका जेएनजीका साथीहरूलाई योभन्दा अब प्रहरी प्रशासनिक कारबाहीमा गएको हुँदा दर्शकबिनहरू यतिखेर यो पथलैयाको सशस्त्र क्याम्पमा यो जुन वार्ता चलिरहेछ जेएनजी समूह र प्रशासनको बीच अब करिब अन्तिम आइसकेको छ र मुख्य आरोपी अरविन्द शाह भने पक्राउ परिसकेको प्रशासनले जानकारी दिइसकेको छ। यो कुराको चाहिँ लिखित चाहिँ कहिले अहिले गर्ने कि भोलि गर्ने हामी होइन यो आज चाहिँ नेगोसिएसन हजुर हामीले चाहिँ अवस्था के हो भनेर चाहिँ छलफलमा बसेका हौँ त्यो बुझ्नु पर्यो हामीले यसलाई चाहिँ अब लिखितको लागि एउटा छुट्टै प्रक्रिया छुट्टै प्रकारको छलफल भन्ने हुन्छ त्यो छलफलमा चाहिँ एउटा त्यो छलफलमा हामी त्यो तयारीमा पनि हामी प्रेस विज्ञप्ति निकालिदिनु पर्यो हजुरले र अब तपाईँहरूले नै गर्नुपर्छ सुरेश सर हजुरको यसो गरौँ हजुरले हजुरको माथिल्लो निकायलाई सोध्नु होला होइन उहाँहरूले लिखित माग्नुभयो भनेर भनिदिनु होला हजुरले होइन लिखित भयो भने हामीलाई नि एउटा राज्यबाट आएको लिखित पनि अहिले एउटा आधिकारिक रूपमा नै हुन्छ नि त एउटा विश्वास पनि भयो नि त अहिले हजुरले मौखिक भन्नुभएको रहेछ मिडियाको सामान्य भन्नुभयो होइन यो हामी तपाईँलाई विश्वास गऱ्यौँ तर अब भोलि के हो के थाहा होइन त्यही भएर यो हजुरको चाहिँ यो भोलि हजुरले सँगसँगै चाहिँ यो अहिलेको जुन हाम्रो छलफल भयो यो छलफलमा के कुरा भयो यो के अरे जेएनजी युवाहरूको सुरक्षाको विषय शान्ति सुरक्षाको विषय घाइतेको उपचारमा समन्वयको विषय समन्वयको विषय सँगसँगै चाहिँ अहिले जुन घटना भएको छ त्यसको चाहिँ निष्पक्ष छानबिन र कारबाहीको विषय यो तीनटा विषयसँग सम्बन्धित चाहिँ विज्ञप्ति आउँछ र पर्सनल रूपमा कसैलाई थ्रेट छ भने पनि मैले उहाँ सबै जेएनजी साथीहरूलाई भनेको छु कसैलाई पर्सनली थ्रेट आउँछ कुनै ठाउँमा चाहिँ पोस्ट मार्फत या सामाजिक सञ्जाल मार्फत या फोन मार्फत पनि हामीलाई सेयर गर्नुहोस् होइन त्यो सेयर गर्दाखेरि हामी त्यसको रियाक्ट गर्छौँ शान्ति सुरक्षामा हामी प्रत्याभूति हामी दिन्छौँ र अहिले चाहिँ यो लिखितमा गर्ने भन्दा पनि प्रेस विज्ञप्ति आएपछि मलाई लाग्छ त्यसले कभर गर्छ जस्तो लाग्छ किनभने हजुरलाई पनि पक्कै थाहा छ हामीले एउटा सहमति गर्ने प्रयोजनको लागि सहमति गर्ने मैले पनि त्यसको अथोरिटी लिनुपर्ने हुनसक्छ जानकारी गर्नुपर्ने हुनसक्छ त्यो पनि स्थानीय लेभलमा यहाँको जेएनजी साथीहरूसँग चाहिँ छलफल गरौँ न यस्तो कुनै मिसकम्युनिकेसन छ भने गरौँ न भनेर आज हामी छलफलमा बसेका हो र अब फेरि पनि मैले दोहोऱ्याएँ यो पक्राउ पर्ने विषयमा चाहिँ जो व्यक्ति सार्वजनिक रूपमा हिँडुल गर्नुभएको छ तत्काल उहाँले पक्रिन भन्दा छ हामी पक्रिन्छौँ कोही लुकेको अवस्था छ र हामीले खोज्दा खोज्दै पनि नभेटिने कुरा जस्टिफाएबल छ भने पनि
त्यसमा चाहिँ दिन तोक्न ठिक हुँदैन भन्ने एउटा चाहिँ मैले अनुरोध गरेँ। सुरेश साहब त्यही हो, अब शान्ति सुरक्षा जसरी पनि होस् यो प्रदेशमा, किनभने मध्य प्रदेश तताउन खोजिरहेछ एमाले, त्यो पनि बुझ्नु पर्यो हजुरहरूले। अब तपाईँहरूलाई इन्टरनल मेसेज या इन्फर्मेसन पनि आएको होला, त्यो नहोस्, किनभने मधेस तात्यो भने फेरि देशै तात्छ। त्यही भएर हुन्छ त्यही गरौँ हजुरको, हामी अब आज बसिहाल्छौँ। अब त्यहाँ हाम्रो भाइहरू अब सबै घाइते भएको छन् होइन, म त त्यो चित्त नबुझेर मेरो भाइहरू त्यहाँ त्यस्तो भएको देखेर, साथै हाम्रो प्रहरी साथीहरू पनि घाइते हुनु भएको छ भनेर सुनेँ मैले होइन, त्यहाँ पनि भेट्न जान्छु होइन। अब आफ्नै दाजुभाइ हो, हामी त अब कति हजुरलाई थाहा छैन होला, हामी प्रहरीसँग धेरै नजिक भएर काम गरेका छौँ, पहिला डिजास्टरदेखि लिएर भूकम्पदेखि लिएर हरेक कुरामा क्या। तर मलाई उहाँहरूको पीडा चाहिँ थाहा छ। तर अहिले अब विडम्बना हेर्नु तपाईँ विपक्षीमा बस्नु परिरहेको छ क्या, हामी पनि आफ्नो सरकार हुँदाखेरि पनि क्या। हामी आन्दोलनमा प्रहरी प्रशासनको पनि मुद्दा उठाएको थियो, उहाँको स्यालेरीको पनि कुरा उठाएको थियो। हुनु पर्यो हामी पनि गर्छौँ भनेर एउटा डेट टुवेपछि तपाईँहरूले पनि छिटो गर्नुहुन्छ कि यो सन्दर्भमा हामी जुन समन्वय गर्छौँ नि मन्त्रालयमा, त्यसमा पनि हजुरहरूले त्यहाँ त्यहाँ गरिदिन्छौँ हामी। यसका लागि जो घाइतेहरू हुन्छ नि उहाँहरूले चाहिँ अब कुन कुन अस्पतालमा उपचारहरू हुन्छ, कति उपचार खर्च भएको छ, यो विषयहरू एउटा चाहिँ हाम्रो नोटिसमा आओस्। पनि सिडिओ साहब यो मान्छेहरू कति दिनभित्र समात्न सकिन्छ, एउटा डेट अनुमानित डेट पनि भन्नु पर्यो, अनुमानित डेट पनि भनिदिनु पर्यो हजुरले एकचोटि यो कुरा, किनभने मान्छे यहाँहरूले भने जस्तै सार्वजनिक रूपमा घुमिराख्नु भएको छ, उहाँहरू चाहिँ किनभने उहाँहरूको पनि कुरा मान्छे यहाँहरूले भने अनुसार सार्वजनिक रूपमा हिँडिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ तुरुन्तै पक्राउ गर्न मैले भनिसकेको छु, पक्राउ गर्छ यथाशक्य चाँडो। कोही आरोपीहरू यदि बाहिर हुनुहुन्छ, लुक्नु भएको छ, मोबाइल अफ गर्नु भएको छ, लोकेसन अफ गर्नु भएको छ, या खुल्ला सिमानाले गर्दा इन्डियातिर जानु भएको छ, कतै केही छ भने त्यसमा अलिकति समय लाग्न सक्छ। मैले अघि पनि निवेदन गरेँ, त्यसैले ठ्याक्कै यति दिनभित्र भनेर चाहिँ त्यो भन्ने हुँदैन। तर त्यो हामीले प्रयास गरिरहेको छौँ कि छैनौँ भन्ने कुरा त तपाईँहरूलाई थाहा हुन्छ नि त। त्यो प्रयास गरेको कुरालाई त इफोर्ट छ र जस्टिफाई हुन्छ। यस्तो गर्न त मिल्छ नि, फरार घोषणा गर्न त मिल्छ नि, फरार घोषणा गर्नै पर्छ। अहिले त्यो विज्ञप्ति निकाल्नुहुन्छ, त्यो फरार घोषणा पनि गर्नु उहाँहरूले होइन अहिले जब त्यो अभियोग अदालतमा जान्छ या म कहाँ होइन, अभियोग पेश गर्नुको टाइम हुन्छ, फेरि अर्को पनि क्लियर के हुनु पर्यो भने यो सरकारी वकिल कार्यालयबाट कुन दफामा मुद्दा चलेर आउँछ र कुन निकायमा जान्छ भन्ने हाम्रो त्यसमा कुनै पनि हात रहँदैन। त्यो सरकारी वकिलले चाहिँ कुन दफा लगाएर कहाँ पठाउनुहुन्छ होइन। दुईवटा निकाय छ, एउटा जिल्ला प्रशासन कार्यालय छ जसले कि सीमित मुद्दा आएको छ, अर्को अदालत छ होइन। त्यो अभियोगको चाहिँ अनुसन्धानको म्याद सकिसकेपछि अभियोग जब त्यो ठाउँमा पुगिसकेपछि त्यसपछि त्यो फरार हुन्छ। सूचना त निकाल्न मिल्छ नि कि यो मान्छेहरू भागेछ भनेर, यस्तो गर्न मिल्छ कि मिल्दैन, यो पनि फरारलाई खोज्ने हो। त्यसको कानुनी केही न केही जटिलताहरू छ कि हामीले चाहिँ दर्शकबिन्दहरू, जेनजी र प्रशासनको बिच जुन वार्ता भइरहेको अब अन्त्य आइसकेको छ र जेनजीका करिब सम्पूर्ण मागहरू सम्बोधन भएका देखिन्छन्। अहिले रातिको 7 बजे र अहिले बेलुका भइसक्यो र तपाईँहरूलाई फेरि पनि यसको अपडेट लिएर आउने नै छौँ। तबसम्म यात्रा डेलीको फेसबुक पेज र म अर्जुन चौधरीहरूलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।